हाई गाइज नमस्ते सेवारो म सागर सिङ्गल। अहिले म यता भेटार पुगेर नाम्चे पुगेर अहिले बाटोमा छु। यो बर्खा अति नै राम्रो, मान्छेले हिउँदो मन पराउँछ है, तर मलाई चाहिँ एकदम यो बर्खा नै मनपर्छ। हेर्नुहोस् कति सफा सुग्घर एकदम रमाइलो ठाउँ हो। यहाँनिर यस्तो सफा छ, मौसमहरू पनि समयले पनि साथ दिइरहेछ। तल हाम्रो पूर्वकै सबैभन्दा राम्रो ठाउँ धरानको भ्यू यहाँबाट अति राम्रो देखिएको छ। र उता चारकोसे झाडी नेपालको सबैभन्दा ठुलो जङ्गल र पर तररा इटरी लबर के अरे ढल्के भएर अरे यो सबै ठाउँहरू देखिरहेछ। मधेसहरू सबै देखिरहेछ। यो पहाडी भेगहरू, यो पारीको ठाउँको नाम मलाई धरानमा यहीँ जन्मी हो कि गरेर पनि मलाई थाहा छैन। यसरी अत्यन्तै राम्रो ठाउँहरू छ। यहाँनिर कुहिरो लागिरहेको छ। तपाईँहरू पनि घुम्न आउनु होला। तर यो बाटो यो टर्निङ छ, यो टर्निङ पोइन्ट पहिला एउटा ट्रक यहीँबाट खसेको रहेछ। ट्रक खसेर झुलबाट तल झरेर ड्राइभर चाहिँ रुखमा झुन्डेछ, गाडी तल घरि पठाएछ। यस्तो डरलाग्दो ठाउँ हो। यहाँनिर चाहिँ एकदम बाइक कुदाउँदाखेरि गाडी कुदाउँदाखेरि जो कोही साथीभाइहरूले चाहिँ होसियार साथ कुदाउनुपर्छ है। यहाँनिर म पनि होसियार साथ कुदाउँदैछु र तपाईँहरू पनि गाउँ घुम्न आउनु होला। भेटार एकदम अहिले मौसम राम्रो भएको हुनाले गर्दाखेरि एकदम राम्रो छ। र तल मधेसमा उत्पात छ, अहिले गर्मीले शीतल देखिरहेको छु। र मलाई चाहिँ अति गर्मी भएर अहिले म भेटार आइपुगेर भेटार घुमियोरी नाम चाहिँ घुमियोरी अहिले म आएको र अत्यन्तै राम्रो ठाउँ छ। तपाईँहरू पनि घुम्न आउनु होला भन्दा अहिलेलाई मेरो सानो 2 शब्द म यी टुङ्ग्याइदिन्छु। फेरि पनि अर्को भेटमा तपाईँहरूसँग कुरा गर्छु। ओके, बाइ।